नमस्कार सम्पूर्ण मेरो फेसबुक मित्रहरू, मेरो इष्टमित्र आत्मजनहरू, यहाँहरू सम्पूर्णलाई मेरो तर्फबाट नमस्कार टक्राउन चाहे र स्वागत गर्न चाहे यो मेरो एउटा सन्देशमूलक र जानकारीमूलक भिडियोमा यहाँहरूलाई स्वागत छ। यो भिडियोमा के भइराखेको छ भन्ने कुरा हजुरहरूले देखिराख्नु भएको छ र पक्कै पनि अनुमान गरिसक्नु भएको हो। यो भिडियो के को भिडियो हो, के भइरहेको छ भन्ने कुरा पक्कै पनि अनुमान गरिसक्नु भएको छ। घटना केही दिन अगाडिको थियो। साउनको 15 गते एउटा विशेष कार्यक्रमको लागि हामी काठमाडौँ जाँदै थियौँ। प्युठानबाट स्वर्गदारी यातायातको बसमा गिरिराज सर, शङ्कर सर, रामबहादुर सर र मिनबहादुर सर आउँदै हुनुहुन्थ्यो र उहाँहरूलाई मैले र मेरो श्रीमतीले शिवपुरमा चाहिँ प्रतीक्षा गरिराखेका थियौँ। करिब 10:30 बजे शिवपुरमा बस आइसकेपछि हामीले रोकायौँ र त्यो बसमा चढ्यौँ र हाम्रो यात्रा चाहिँ सुरु भयो। चन्द्रोटादेखि बुटोलसम्मको बाटो पुनर्निर्माण भइरहेको कारणले गर्दा गाडी त्यो बाटोबाट नहिँडेर कृष्णगढ जाने बाटो हुँदै महाराजगञ्ज, तौली हवा, लुम्बिनी, भैरवा हुँदै नवलपरासीको भुमैको रुटबाट लाग्यो हाम्रो गाडी र हाम्रो यात्रा निकै सहज र रमाइलोपूर्वक चलिरहेको थियो। करिब 4:30 बजेको समयमा हामी मुगलिन काटेर केही किलोमिटर अगाडि बढिसकेका थियौँ। कृष्णभिरको नजिकै पुग्दा एउटा हाम्रो गाडीभन्दा 200-300 मिटर अगाडि ठुलो पहिरो खसिरहेको रहेछ, जुन कुरा हामी यात्रुहरू सबै निधाएको कारणले थाहा पाएका थिएनौँ। तर हाम्रो सवारी चालक अत्यन्तै सचेत र जागरुक भएर चलाउनु भएको रहेछ र त्यो लाइभ पहिरो देखिसकेपछि ब्रेक हान्दै जाँदा करिब 50 मिटरको नजिक गएर हाम्रो गाडी रोकियो र हामीहरू एउटा ठुलो विपत्तिबाट जोगिएका थियौँ। त्यहाँ हुनसक्ने ठुलो जनधनको क्षतिबाट चाहिँ बच्न सफल भएका थियौँ र हाम्रो गाडी रोकियो। हाम्रा पछाडि पनि थुप्रै गाडीहरूको लाइन लाग्यो, त्यहाँभन्दा पछिका गाडीहरू। हामीले पहिरो गएको जानकारी प्रहरीलाई गऱ्यौँ र प्रहरीले करिब 6 बजेतिर एउटा जेसिबी लिएर आउनुभयो र पहिरो हटाउन सुरु गरियो। पहिरो निकै ठुलो भएको कारणले गर्दा एक्लैले हटाउन धेरै समय लाग्ने भएको कारण स्काभेटर पनि लगायो र केही समयपछि स्काभेटर पनि आयो र पहिरो हटाउन सुरु गरियो। दुवैतर्फबाट पहिरो हटाउँदा पनि करिब 2 घन्टा लागेको थियो। आधुनिक मेसिनहरूको प्रयोग गरेर पहिरो हटाउन खोज्दा पनि 2 घन्टा लाग्यो भने आफै बुझ्नुहोस् पहिरो कति ठुलो थियो होला। सायद त्यो पहिरोमा गाडी परेको भए कति क्षति हुन्थ्यो होला भन्ने कुरा अनुमान लगाउन सकिन्छ र हामीलाई बचाउनु भयो हाम्रो गाडीको सवारी चालकले। उहाँलाई चाहिँ हृदयदेखि नमन टक्राउन चाहन्छु र आगामी दिनहरूमा मैले यहाँ यो भिडियो किन बनाएँ भन्दाखेरि बर्खायाममा रात्रिकालीन यात्रा अलि खतरनाक हुँदो रहेछ। त्यसैले सकेसम्म हजुरहरू रात्रिकालीन यात्रा नगरिदिनु होला। बर्खायाममा ठुलो धन र जनको क्षति हुनसक्छ, विपत्तिमा पर्न सकिन्छ र सवारी चालक दाजुभाइहरूले पनि एकदमै ध्यान दिएर सवारी चलाउनलाई रातिको समयमा आफ्नो अगाडि दायाँ बायाँ हेरेर चलाउनु भयो भने हुनसक्ने सम्भावित दुर्घटनाबाट त्यो क्षतिबाट चाहिँ बच्न सकिन्छ। त्यसैले सम्पूर्णलाई मैले यो कुरा चाहिँ अनुरोध गर्न चाहेँ र सबैको यात्रा चाहिँ सुरक्षित हुनुपर्छ, सफल हुनुपर्छ भन्न पनि चाहेँ। त्यसैले यो जनचेतनाका लागि बनाएको भिडियो साथीहरू मन परेमा चाहिँ लाइक, कमेन्ट, सेयर गरिदिनु होला।